साथीहरू आज बिहान एउटा खबर आयो। खबर थियो स्याङ्जाबाट आएको। त्यसमा एकजना महिलाले एकजना पुरुषलाई जबरजस्तीकरणी गरेको भन्ने बारे आएको थियो। त्यसमा महिलालाई जबरजस्तीकरणी गरेको भएदेखि चाहिँ मान्छेले तँलाई मर्न, तँलाई पटक्क भएर मरिनास् यस्तो गर्ने यताउता भन्थे। तर महिलाले पुरुषलाई गर्दा त केही पनि भन्दा रहेनछन्, हाँसेर उडाउँदा रहेछन्। करणी त करणी हो नि, जबरजस्ती त जबरजस्ती हो नि, महिला होस् या पुरुष होस्। यसमा तपाईहरुको भनाइ के कस्तो छ भन्दै जय नारी। यो त उताको नारा पो आएछ, जय पुरुष।